के हो यो? म पति पदबाट राजीनामा दिँदैछु। किन? दुष्ट पत्नी महोदय, तपाईद्वारा हात र लात ल्याउने कुटपिटबाट म आजित भइसके। कुटपिटको क्रममा तपाईद्वारा जगल्ट्याएर मेरो टाउको एक मुठी रौँ उखेल्ने नयाँ प्रक्रिया सुरु भएको छ। भविष्यमा मेरो टाउकोमा कुनै पनि रौँ नरहने र म तालु हुने निश्चित छ। तसर्थ आफ्नो शारीरिक सौन्दर्यतालाई ध्यानमा राख्दै त्यसलाई बचाइराख्न म पति पदबाट राजीनामा दिँदैछु। ठिक छ, विचार गरौँला। तर वैकल्पिक व्यवस्था नहुन्जेलसम्म पति पदमै बसिरहन आदेश दिन्छु।